स्वागत छ तपाईलाई हाम्रो YouTube च्यानल बजार गुरुमा। यो च्यानलमा हामीले तपाईलाई ट्रेडिङ सम्बन्धी सम्पूर्ण ज्ञान सरल भाषामा सिकाउने छौं। यी कुराहरू तपाईहरूले यस च्यानलमा सिक्न पाउनुहुनेछ। स्टक मार्केट बेसिक्स, चार्ट रिडिङ, एन्ट्री एन्ड एक्जिट स्ट्र्याटेजी, रिस्क म्यानेजमेन्ट र प्रफिटेबल ट्रेडिङ आइडियाज। हाम्रो उद्देश्य भनेको तपाईलाई जिरोदेखि प्रो ट्रेडर बनाउनु हो। यदि तपाईले अझैसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र बेल आइकन दबाउनुहोस्, किनकि यहाँ आउने प्रत्येक भिडियो तपाईको ट्रेडिङ करियरको लागि महत्त्वपूर्ण हुनेछ। अब हामी आजको भिडियोलाई सुरु गर्न जाँदैछौँ। आज हामी हाउ टु स्टार्ट ट्रेडिङ इन 2026 बारेमा बुझ्नेछौँ। मलाई आशा छ तपाईहरूलाई यो भिडियो राम्रो लाग्नेछ। आजको समयमा ट्रेडिङ एउटा धेरै लोकप्रिय कमाउने माध्यम बनेको छ, तर धेरै मानिसहरू बिना ज्ञान सुरु गरेर घाटामा पर्छन्। त्यसैले 2026 मा ट्रेडिङ सुरु गर्न तपाईले यी स्टेपहरू फलो गर्नुपर्छ। 1. बेसिक्स सिक्नुहोस्। सबैभन्दा पहिले तपाईले जान्नुपर्छ मार्केट के हो, बाइ र सेल कसरी हुन्छ, क्यान्डलस्टिक के हो। दोस्रो कुरा, चार्ट रिडिङ सिक्नुहोस्। चार्ट बुझ्न नसके ट्रेडिङ सम्भव छैन। सपोर्ट, रेजिस्टेन्स, ट्रेन्ड आदि राम्रोसँग बुझ्नुहोस्। तेस्रो कुरा, डेमो अकाउन्टबाट प्र्याक्टिस गर्नुहोस्। सिधै पैसा लगानी नगर्नुहोस्, पहिले डेमो अकाउन्टमा प्र्याक्टिस गर्नुहोस्। चौथो कुरा, रिस्क म्यानेजमेन्ट सिक्नुहोस्। एकै ट्रेडमा धेरै पैसा नहाल्नुहोस्। स्टप लस प्रयोग गर्नु धेरै जरुरी छ। पाँचौं कुरा, एक स्ट्र्याटेजी बनाउनुहोस्। हरेक दिन नयाँ स्ट्र्याटेजी नअपनाउनुहोस्, एउटा राम्रो स्ट्र्याटेजी बनाएर फलो गर्नुहोस्। छैठौं कुरा, इमोसन कन्ट्रोल गर्नुहोस्। ग्रीड र फियर नियन्त्रण गर्न सक्नुपर्छ, नत्र प्रफिट पनि लसमा बदलिन्छ। फाइनल एडभाइस, ट्रेडिङ कुनै छिटो धनी बन्ने उपाय होइन, यो एक स्किल हो। धैर्य, अभ्यास र डिसिप्लिन भए मात्र तपाईँ सफल हुन सक्नुहुन्छ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि तपाईहरूलाई यो भिडियो राम्रो लाग्यो भने यो भिडियोलाई लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद।